हाम्रा भोटले हामीलाई दुःख दिएको छ के को लागि सरकार चलाउने हाम्रो माग सम्बोधन जनता यदि 18,000 एउटै सहकारीबाट पीडित छन् भने तपाईको 10 अर्ब पोखरामा पीडित छन् किन प्रदेश चलिरहेछ यहाँ के को लागि चलिरहेछ तपाईहरु भोट माग्न आयो भने कालो मुसो लिएर दैलामा बस्छौं हामी हाम्रो आवाज नसुन्ने हाम्रो कुरा नसुन्ने तपाईहरुलाई भोट चुनावको मतलबमा त पत्र पैसा चाहिएको छ हामी पीडित नसुन्ने कहिल्यै त्यो पीडितको न्याय दिन पर्यो के हाम्रो सम्बोधन नहुने किन यो तपाईहरुले मान्यता दिएर सहकारी खुलाउने हामी भोट दिँदाखेरि तपाईहरुले नहेर्ने फर्के नजर नलाग्ने हामीतिर पीडिततिर एक दिन तपाईहरुमाथि आगो लिएर हामी तयार हुनेछौं याद गर्नुहोस् राजनीतिज्ञ देश चलाउने मान्छेहरु राज्यले मान्यता दियो पैसा राखियो डाकाहरूले खाएर हिँड्ने कारबाही गर्दिन पर्यो समात्न पर्यो तिनको सम्पत्तिबाट उठाइदिन पर्यो भन्दा मतलबै छैन कसैलाई के को राज्य चलाउनुहुन्छ तपाईहरुले तपाईहरु सामन्त हो गणतन्त्रको नाममा सामन्त हो तपाईहरु जनताको खाइ नखाइ आसिन पैसा यहाँ तपाईहरुलाई याद छ सुन्नुभएको छ तपाईहरुलाई अहिले कसलाई जिताउने भनेर भोटका यति तानामुना छन् हाम्रा हेर्नु भएको छ हाम्रा सम्बोधन सुन्नु भएको छ हाम्रा पीडा सुन्नु भएको छ लुटेर खाएर तपाईहरुका कार्यकर्ताले लुटेर खाएर गछन् अरु कसैले खाएको छैन राजनीति संरक्षण छ सूर्यदर्शनमाथि तपाईहरुलाई सत्ता चाहिएछ भोट छ ए हेर्दिनुहोस् पढ्दिनुहोस् भन्दा तपाईहरुलाई वास्ता छ एक दिन तपाईहरुलाई अल्टो लिएर पेट्रोल छड्केर आगो लाम्ने दिनमा आछ जनताले यस्तै हो भने आगो लाम्न पर्ने छ यो भनेको एउटा सुटेर पोखरेलीको 10 अर्ब गुमेको छ 10 अर्बले तपाईहरुले 10 जना नेतालाई आगो लाम्न नपरोस् हामी आगो लाम्न पनि तयार छन् हामीलाई कमजोरी नठानियोस् तपाईले के खेलाउनु भएको छ ए भन्दिए झुकेरे अरे कसलाई भन्दिनु भएको छ तपाईहरुले प्रदेश चलाउनेलाई थाहा छैन कसरी चल्छ देश हाम्रो ब्याजबाट 5% कमिसन खानु भएको छ तपाईहरुले लिनु भएको छैन ब्याजको 5% तपाईले ट्याक्स लिनु भएको छ अनि तपाईहरुले सुन्नुहुन्न हामी काम नपाएर आएको 7 जना मरिसके सूर्यदर्शनका मात्रै पीडित भएर हार्ट अट्याक भयो कहिलेलाई के भयो कहिले खान पाएको छैन 80 वर्षको बुवा यहाँ सधैँ दिनदिनै धाम्नु भएको छ तपाईहरुलाई याद छैन तपाईहरुलाई माया लाग्दैन तपाईको जनप्रतिनिधि हाम्रो जनप्रतिनिधि होइन तपाईहरुलाई कालो मुसो लाएर पेट्रोल छर्किने दिनमा त्यही दिनको प्रतीक्षामा हुनुहुन्छ भने बसिराख्नुहोस् त्यसरी यो मेरो आवाज होइन पीडितका आँसु बोलेका हुन् हजार लाखौं जनाको आँसु बोलेको हो एक दिन तपाईहरुलाई पेट्रोल छर्केर आगो लाम्न हामी बाध्य हुनेछौँ यही हो भने हामीले न्याय नपाए तपाईहरुलाई मार्न पनि पछि पर्दैनौँ हामी यहाँ सुन्नुहोस् भोट हाल्न आएका सभासदहरू प्रदेश सभासदहरू तपाईहरु यसरी हेर्नुहुन्छ छोड्दै हिँड के सोच्नु भएको छ तपाईहरुले हामीलाई कमजोरी ठान्नु भएको छ तपाईहरुले गर्दा हामी पीडित भएका हौं किन दिनुभयो सहकारी विभाग प्रदेशमा हातमा छ माता हातमा छ भन्नुहुन्छ जनताले पैसा गुमाउँदा तपाईहरु बोल्नु भएको छ तारापति सापकोटा तपाईले सुन्नु भएको छ तपाईका तलब भत्ताका कुरा छन् पद र पैसाका कुरा छन् हाम्रो आवाज त सुन्नुहुन्न नि तपाईले मेरो बिरौता मेरो 30 लाख म विदेश गएर कमाएर ल्याएको पैसा अझै चुनावको कारणले हाम्रो पेज स्थगित भएको पनि कुरा अब ठग छन् ठग यिनका रणनीति हुन्छन् 4 तारे होटलमा मिटिङ बस्छ कसलाई कसरी भगाउने एउटा पत्रकारले यहाँ बसेर यो छ भन्दाखेरि के हेरेर बसेका छन् छानबिन गरेको निकाल्न सक्दैन सीसीटीभी फुटेज फिस्टेल होटलमा तपाईको गठबन्धन भएर त्यहाँ मिटिङ बसिरहेछ अपराधीलाई भगाउन भन्ने न्युजमा आइरहेछ किन सक्दैन यो सिडिओ प्रशासनले त्यो सीसीटीभी फुटेज र भिडियो निकाल्न दक्षिण कोरिया 4 वर्ष अति भयो यदि सीमा नागिएको भने अहिले तपाई प्रदेश सभासदलाई यो अनुरोध गर्छौं यदि अनुरोध सुन्नु भने तपाईमाथि जाय लाग्छौं मेयर साहबलाई यहाँ भन्नुपर्छ
दुई वर्ष भयो भगाइरहेका यत्रा कुराहरू म 7 जना मरिसके हेरेर होइन इलेक्सन लिन पर्यो यही मात्र हैन हजुर त सम्बन्धित निकायमा हुनुहुन्छ कारबाही जस्तो मान्छे आउँछ यसै हेरिदिनुहोस् यसको सुनाइ 1.5 वर्ष भइसक्यो 2 वर्ष फुटेर हिँड्न अब फुट्नु पर्यो भने तपाईँहरूलाई बोल्ने छ ल यो चाहिँ हेर्नु मान्यता दिएको सहकारी हो जहाँ देखो उही छेकेर कारबाही नगर्ने हामी शान्तिपूर्ण आन्दोलनहरूलाई कसैले सुनेन ज्वालामुखीको भएर हामी खुट्टा गर्यो भने तपाईँहरूलाई पनि पुरो एकदम ज्वालामुखीमा